नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यालय, 2082 को सचिवालय, सिंहदरबार, काठमाडौँ, नेपाल। पत्र सङ्ख्या 2082-83, क्रम सङ्ख्या 56। संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2082 12-16 को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख राजनैतिक सल्लाहकार श्री असीम शाहको संयोजकत्वमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको तर्फबाट एक जना प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानुन सचिव, नेपाल कानुन आयोगका सचिव सदस्य र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सदस्य सचिव रहेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 गठन भएको छ। यस कार्यदलको मिति 2083-01-10 को बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने लिखित रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हुँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनको बारेमा 7 दिनभित्र देखाएको ठेगानामा सुझाव उपलब्ध गराउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ। सुझाव पठाउने ठेगाना: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को सचिवालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाडौँ।